ध्यानसँग हेर्नुहोस् बिचारा आजकलका जवानहरू यस्तो काम गर्नु परेको छ बिचाराहरू भिख मागिरहेका छन् बाटोमा बसेर हेर्नुहोस् ध्यानसँग हेर्नुहोस् उहाँहरू बेरोजगार हुनुहुन्छ तर पनि भिख माग्ने आशामा बसिराख्नु दिदी त 2-3 दिन भयो खाना खान नपाएको जस्तो छ उताकी आन्टीले सबै खाना लुचिहाल्नुहुन्छ जस्तो लागिरहेको छ यताको बहिनी अनि कता जान्लाको तपाईहरुलाई हामी क्यामेरादेखि अगाडि बढाउँछौँ र तपाईहरुको यो भिडियोमा युट्युबमा हालेर धेरै पैसा कमाउन सक्नुहुन्छ तपाईहरुलाई बनाउने हो ट्रोल बनाउने सबै कुरा बनाएर तपाईहरुलाई पैसा कमाउने त हो नि कति दिन भयो खाना खान नपाएको दिदी 2 दिन भयो है कठै बिचार त्यो खाना खान नपाएर अनुहार पनि चुसेर फालेको आँप जस्तो भइसकेको छ हेर कसरी रुन्ला छिन् उता कि उति त उयो कठै के बुढा मरेको कि कस्तो हो के हो उहाँको कतै बिचारी पीडा सहन नसकेर उता गइहाल्नु भयो यस्तो दुःखको कुराहरू सहन गाह्रो भयो उहाँलाई उहाँको पनि सरी अबदेखि भन्दैन तपाईको बुढाको खबर मलाई थाहा थिएन हेर्नुस् है दुवै